मान्छे त परिवर्तन हुन्छन् अभियसली थाहा। आजकल त यो मौसम परिवर्तन देखेर म छक्कै परेकी छु। हेलो गाइज, वेलकम टु माई भिडियो। आई होप हजुरहरू सन्चै हुनुहुन्छ, म पनि एकदम सन्चै छु। आज चाहिँ बिहानै उठेर मेरो चाहिँ मिनी ब्लग सुरु भयो। म चाहिँ 1 कप चिया 1 कप पानीबाट मेरो दिनको सुरुवात गर्छु। अनि म चाहिँ बाख्रालाई टक्क लाएर फुकाएर सारेँ। अनि म चाहिँ खानामा बनाएकी थिएँ दाल र आलु। अनि खाना खाइसकेपछि म चाहिँ बाबुलाई रेडी बनाउँदैछु स्कुलको लागि। त्यसपछि म यत्तिकै किन बस्नु भनेर आज कपडा धुन्छु भनेको। घरि पानी पर्ने घरि घाम लाग्ने भएको थियो। जस्तै मान्छेको जीवनमा कहिले के परिराख्छ। अनि यो मौसमले पनि च्यालेन्ज गरिरहेको थियो। हेर्नुहोस् न, मैले कपडा धोएर भित्र ल्याएर सुकाएकी थिएँ। मेरो पाठाले सबै फालिदिएको थियो। अनि मैले चाहिँ अस्तिबाट यो मकै केलाउँछु भन्ने सोचेकी थिएँ। मलाई चाहिँ कति जाँगरै लागेको थिएन। आज चाहिँ म गर्छु भनेर मकै नै केलाएँ। त्यसपछि मेरो बाबु स्कुलबाट आउनुभयो। खाजामा के भन्दै हुनुहुन्थ्यो, उसलाई चाहिँ मनपर्ने चटपट हो। अनि आज चाहिँ म बाबुलाई घर गाड्ने चटपट बनाउँछु भनेर चटपट बनाएर खाएँ। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।